हेलो गाइज हेर्नुहोस् त हेर्नुहोस् गाइज यस्तो दामी दामी ठाउँमा हामी आछौँ आज मालिकके डनसँग मेरो मालिक वर छैन कस्तो राम्रो ठाउँ छ हेर्नुहोस् गाइज रुखेर भएको हामी अहिले धेरै माथि छौँ तलदेखि चढेको हामी अहिले धेरै माथि छौँ हेर्नुहोस् त गाइज हेर्नुहोस् गाइज फाइनली आज यहाँ घुम्नलाई आएको ठाउँमा हामी छौँ है गाइज हेर्नुहोस् यस्तो ठाउँ छ यस्तो रमाइलो ठाउँ छ गोकर्ण आउनु होला साथीभाइहरू यस्तो जङ्गलमा हाइकिङ आएको आज हामी हाइकिङ बिहानसम्म हाइकिङ जाने भनेर हाइकिङ आएको छ हाइकिङ क्याप लाउँदा कस्तो देखिन्छ ह्यान्डसम त यस्तो देखिहाल्छ नि यस्तो लाइभ टोपी लगाएपछि त नि चिन्नै नसक्ने पो भयो त नि बाबुलाई त मार्क्स पनि लाछ फेरि लाइक पनि गरिदिनुपर्छ फेरि सब्सक्राइब पनि गर्नुपर्छ नत्र भए यस्तो भिडियोहरूलाई देखाउँदैन हामीहरू कता कता घुम्छौँ हजुरहरूले हेर्दै जानु एकछिन लाइक अनि सब्सक्राइब गरिदिनु एकछिनमा हजुरहरूको पक्कै हुन्छ सेयर पनि गरिदिनु कपी लिङ्क पनि गरिदिनुपर्छ कमेन्ट पनि गरिदिनु हजुरहरूले कता कता घुमेको छ भनेर लाइक एन्ड सब्सक्राइब पनि गरिदिनु त्यो कुल्फी बेच्दैछ त्यहाँ फेरि कुल्फी हाम्रो कुल्फी दाइ आउँदै हुन्छ त्यो दामी ठाउँ हेर्नुहोस् है हेर्नुहोस् यस्तो दामी ठाउँ आछौँ हेर्नुहोस् त हेर्नुहोस् भेट्नलाई आउँछ बाइकमा भन्नुहुन्छ नि त्यस्तै फेरि ठाउँ छान्नुलाई गाह्रो भएछ त फेरि एकछिन बिसाउनु भयो नि त त्यो दामी ठाउँ छ यस्तो माथि चाहिँ छाना हाल्नु बाँकी रहेछ यहाँ बजेट खाइदिए जस्तो छ पुरानो भइसक्यो छैन बनाएको छैन गाह्रो छ हौ मेरो नेपाल भले छ यस्तो राम्रो चाहिँ कतिवटा रुखहरू रुखहरू छ त नि रुद्राक्षको बोर्डहरू रोपेर सानो छ त्यहाँ यस्तो राम्रो ठाउँ छ तल छ एउटा सानो स्टुपा पनि छ सानो स्टुपा पनि छ अझै हामी माथितिर जाने नि त माथितिर जाने बाँकी नै छ अब हामी टक्कसँगले होइन प्रिन्ट उडिसक्यो नि त त्यो दामी ठाउँमा हामी आछौँ आज अनि फाइनली गई छन् गोकर्ण हाइकिङमा अहिले टोपी फुकाएर टोपी गरिम भयो होला कस्तो मोटो पातलो छ त नि मोटो पातलो स्पाइडरम्यान हो त्यो स्पाइडरम्यान पो रहेछ त स्पाइडरम्यान रहेछ नि त चलो भन्नुहुन्छ सुलुलुलु गाइज सुलुलुलुमा हाँगाहरू भाँच्दै वान स्टेप मिनिट कति स्टेप त्यो राम्रो हुन्छ हेर्नु ल एकचोटि बोल्देऊ न
सब्सक्राइब गरिदिनु। ओके बाई। नेक्स्ट भिडियो फेरि आउनेवाला छ। हस्त बाई। धन्यवाद सबैजना हेरिदिनु होला। नमस्ते बाई।